भनिन्छ नि मान्छे विषले होइन टेन्सनले मर्दछ भनेर। एका देशमा एउटा राजा थिए। राजाले एउटा विशाल राजसभा राखेका थिए। त्यहाँ धेरैजना प्रजाहरू जम्मा भएका थिए। एउटा अन्मत्त र बलियो हात्तीमा चढेर राजा सवारी भइरहेका थिए। हात्ती यसरी हिँडिरहेको थियो ताकि वो संसारको सबैभन्दा बलियो हात्ती हो, ताकि उसले एउटा कुनामा बसिरहेको भिखारीको एउटा अन्नमा सुँड मारेर उसले अन्न सबै पोखिदिन्छ। यो देखेर त्यो बुढो भिखारी धेरै टेन्सनमा हुन्छ र त्यसले उठेर पख तँलाई म मेरो तागत देखाउँछु भनेर त्यो अन्मत्त हात्तीको पुच्छरमा तानेर हात्तीलाई रोकिदिन्छ। यो सबै देखेर सबैजना चकित हुन्छन्। राजा पनि चकित भएर त बुढो मान्छेले सोध्छ, तिमी यस्तो दुब्लो पातलो मागेर खान्छौ र पनि कसरी यस्तो बलियो? तिमी त यहाँ होइन, तिमी त मेरो राजसिंहासनमा हुनुपर्छ भनेर उसले भन्छन्। त्यसपछि बुढोलाई आफ्नो राजसिंहासनमा लगेर आरती जलाउने, आरती गर्ने र बिहान बेलुका दियो बाल्ने काममा लगाउँछन्। उसलाई धेरै मिष्ठान्न परिकार भोजनहरू र अत्यन्त सेवा सुविधा दिएर राखिन्छ। बुढो पनि खुसी भएर आफ्नो जिन्दगी कटाइरहेको हुन्छ। त्यसपछि अर्को राज्यका राजा एक्कासी त्यो राजाकोमा भेटघाट गर्नको लागि आउँदछन् र ती राजाले भन्छन्, मेरा त प्रजाहरू एकदम बलिया छन्, हात्ती हिँडिरहेको हात्तीलाई पनि कन्ट्रोल गर्न सक्छन् भनेर। यो देखेर अर्को देशको राजा आश्चर्यचकित पर्छ र भन्छ, यो त विश्वासै नहुने कुरा हो, ल त एकचोटि चेक गरौँ। त्यसपछि फेरि एउटा राजसभा राख्ने निर्णय गरिन्छ र बुढोलाई फेरि त्यसरी नै हात्तीको पुच्छर तान्न लगाइन्छ। तर योचोटि सोचे जस्तो भएन। त्यो बुढोले हात्तीको पुच्छर तान्दाखेरि पनि त्यो हात्ती रोकेन। त्यसपछि राजा चकित भएर बुढोलाई फेरि बोलाएर उसलाई फेरि सोधे, जब तिमी माग्थ्यौ, भिखारी थियौ, त्यति बेला तिमीसँग खानेको केही कुराहरू पनि थिएन र पनि तिमीले पुच्छर तानेर उ गरिरहेछौ, अहिले किन सकेनौ भन्दा बुढोले भन्छ, महाराज त्यति बेला मसँग खानेकुरा केही थिएन, मागेर खान्थेँ, कति बेला सुत्ने कति बेला उठ्ने, मसँग केही टेन्सन थिएन। यस्तो नभएको कारणले गर्दा टेन्सन फ्री थिएँ, त्यही भएर मैले हात्तीलाई रोक्न सकेँ। तर अहिले मसँग सबै चिजहरू छ, सम्पूर्ण चिज भइकन पनि मैले सकिनँ, किनभने मलाई समयमा काम गर्नुपर्ने, आफ्नो कामको टेन्सन र अनेक टेन्सन छ, त्यही भएर मैले सकिनँ भन्यो। साथीहरू, यो कथा तपाईँहरूलाई कस्तो लाग्यो? सुझाव सल्लाह र प्रतिक्रिया दिनुहोला। योभन्दा अगाडिको कथाहरूमा तपाईँहरूले धेरै मन पराइदिनु भएको कारणले गर्दाखेरि एउटा कथा बनाउने कोसिस गरेको छु। हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। अनि यो कथा सँगसँगै अरू यस्तै कथाहरू चाहेमा कमेन्ट गर्नुहोला भन्दै बिदा हुन्छु। हस्त नमस्ते, बाई।